बेलुका बनाउने हो। तर फेरि अहिले चाहिँ कस्तो घाम चर्किन्छ नि, त्यही भएर अहिले लिएर राखौँ भनेर चट्ट लाएर एक क्याप चाहिँ होइन, एक क्याप र चस्माले गरेर मेरो अनुहार नै छोपिरहेको छ। होइन ड्याड, तर पनि के गर्नु, अनुहार सानो छ अनि निदा पनि जोगाउनै पऱ्यो। फेरि यहाँनिर निदा डढेर एक त मेरो यहाँ कस्तो ताते पाङ्रे भइसकेको छ निदा डढेर, अनि घाम पनि पुरै टनाटन लगाएर छ पुरै कि। त्यही भएर नि म चाहिँ नि आफ्नो फेसको त अलिकति केयर गर्नु पऱ्यो नि होइन। अनि मलाई भोक पनि लागिरहेको छ, त्यही भएर अरू खानेकुरा चाहिँ केही पनि नभएको भएर छुर्पीटोको चाहिँ हिँडिरहेको, विच इज माई फेभरेट होइन। छुर्पी र मकै बदमास चाहिँ म जति पनि खान सक्छु। अब चाहिँ म इन्टरमासी जान आँटेको होइन गाइजहरू, एकछिनपछि भेटौँला है त माछा ल्याइसकेपछि। बाई बाई। मैले चाहिँ बेला न कुबेला रेकर्ड गरिरहेको भिडियोलाई नै अफ गर्नुपर्ने भयो, किनभने यो खोइ एउटा गाडीको ड्राइभरले बाटो बिर्सिएछ अरे, अनि उसको नेट पनि छैन अरे, अनि बाटो सोध्दै थियो। अनि त्यसपछि बिचरालाई हेल्प गरिरहेको थिएँ म। अनि बिचैमा नै भिडियो अफ गर्नु पऱ्यो। अब म चाहिँ घर जाँदैछु, घरमा जाने हो, चट्ट लाएर चटपटी बनाउने हो, अमिलो पिरो। रात परिसकेको छ, खाना खाने टाइम भइसकेको छ। तर आज चाहिँ मैले खाना स्किप गरेर करेन्ट चाउचा खान आँटेको। यहाँ यम्मी यम्मी करेन्ट चाउचा छ मेरो। यहाँनिर चाहिँ माथि भाउजूले कोइरालाको अचार बनाउनु भएको रहेछ, मिठो छ नि। त्यहाँनिर चाहिँ मेरो काकती छ, अनि यहाँनिर चाहिँ चट लाएर अब करेन्ट चाउचाउ, अनि त्यसपछि कोइरालाको अचार विथ कागती, अनि त्यसपछि लास्टमा डेजर्टको लागि चाहिँ मैले रेड भेलभेट मफिन लिएर आएको छ। अब यो खानुपर्छ, मफिन हो कि के को आई डोन्ट नो, जे भए पनि हो।